र जसले जे भनेको छ तपाईँहरूकै हातमा पुस्तक भइसक्यो भनेर मैले त्यो कुरा दोहोऱ्याइनँ। त्यसैमा हाम्रो जीवन आधारित छ र हाम्रो देशको सबै कुरा त्यसैमा आधारित छ, त्यसमा हामी लाग्नुपर्ने छ। तर कुरा के छ भने हामी लागेको चाहिँ छैन, हाम्रो सरकार लागेको छैन, हाम्रो राजनीतिक नेतृत्व लागेको छैन, तपाईँ हामी पनि त्यो बारे धेरै सोचिरहेको छैनौँ। यो सोच्नुपर्छ, यो गरिएन भने हामी उन्नति प्रगति गर्दैनौँ। जलको संरक्षण कसरी गर्ने, त्यसको वाटरसेड म्यानेजमेन्ट कसरी गर्ने। अब आजका केन्द्र आकर्षणका केन्द्र यानि कि अष्टजका जन्मदाता युनिभर्सिटी अफ लुजियाना USA का प्रोफेसर आदरणीय दुर्गादत्त पौडेल सरलाई आज आफ्नो महत्त्वपूर्ण भनाइ हामीमा राख्नका निमित्त म मञ्चमा सादर आमन्त्रण गर्दछु। नमस्कार, सबैले सुन्नुहुन्छ। सर्वप्रथम त म यो काठमाडौँ फरेस्ट्री कलेज, अष्टज रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर, अष्टज फोरम नेपाललाई यो कार्यक्रम अर्गनाइज गर्नुभएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु। र त्यसको साथसाथै यो चिसोमा काठमाडौँबाट अथवा बाहिरबाट यति टाढाबाट आउनुभएको आगन्तुकहरू र विद्यार्थी भाइ बहिनीहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। मभन्दा अगाडि बोल्ने वक्ताहरूले धेरै प्रसङ्गहरू निकाल्नुभयो नेपालको कन्टेक्स्टमा। म के भन्न चाहन्छु भने नेपाल एउटा अति नै सुन्दर देश हो, यसमा शङ्कै छैन। नेपालको हिमाल, पहाड, तराई, सुन्दर बस्तीहरू, सुन्दर नदीनालाहरू यो विश्वमा कहीँ गएर पनि पाइँदैन यस्तो भूभाग र यस्तो प्रकृति। नेपाल प्रकृतिको प्रधान हो, नेपाल संस्कृतिको प्रधान पनि हो। यति सानो देशमा यति धेरै भाषा, भूषा, संस्कृति अथवा यी खाने परिकारहरू पाइन्छ, अरू देशमा गएर यसरी पाइँदैन कहीँ पनि। र यी विभिन्न स्रोत साधनहरू हुँदाहुँदैकन पनि हामी अहिले नेपालको परिस्थिति धेरै चिन्ताजनक अवस्थामा छौँ। वर्षमा धेरै विद्यार्थी भाइ बहिनीहरू विदेश पढ्न गइराख्नु भएको छ, त्यस्तै धेरै युवा युवतीहरू जागिरको लागि विदेश जानु परिरहेको छ। र यो समयले नेपालको परिस्थिति र यो जुन अवस्था छ यसलाई साह्रै नै कमजोर अवस्थामा पुर्याएको छ। यो युवाहरू विदेश जानु भनेको यो सानोतिनो लस होइन। यो विदेश पढ्न जाने जति पनि हाम्रो एकदमै ब्राइट माइन्डहरू हुनुहुन्छ, त्यो देशको लागि चाहिने, देशको प्रगतिको लागि चाहिने जुन एउटा जनशक्ति हो, त्यो विदेश गएपछि के हुन्छ? आखिर हामी जनशक्ति यही देशमा उत्पादन गरेर यही देशको विकास गर्नको लागि नै हामी पढाउँछौँ अथवा ज्ञान सिपहरू दिन्छौँ नि त। तर त्यो जनशक्ति विदेश गएपछि हामी के हुन्छौँ भन्दा यहाँ देश विकासको सपना त्यत्तिकै डुबेर जान्छ। अब यो जनशक्ति पलायन हुनुको साथसाथै नेपाल अहिले एकदमै क्रिटिकल अवस्थामा छ। अस्ति भर्खर म यो 14वटा जिल्ला पूर्वी तराईमा घुमेर अनि यही अष्टजको कार्यक्रमहरू गर्दै सिन्धुलीबाट यो रोक्सी खोला हुँदै म आएँ। त्यो रोक्सी खोलामा त्यो एक दिन आएको पानीले जुन 10-12 किलोमिटर बाटो कम्प्लिटली डिस्ट्रोय गरेको छ र अरू धेरै किलोमिटर बाटो हिँड्न नसक्ने बनेको छ। जुन एउटा खोलो हो, त्यो एउटा खोलाले एक दिनको वर्षाले यत्रो ठुलो जुन क्षति पुर्याएको छ, यो नेपालको कन्टेक्स्टमा एउटा उदाहरण मात्र हो। नेपाल वास्तवमा अहिले यो ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जको कारणले सबभन्दा धेरै इम्प्याक्ट पर्ने राष्ट्र हो। यो यदि हामीले यो ग्लोबल वार्मिङमा केही रोल प्ले गर्न सकेनौँ र विश्वले यसलाई कन्ट्रोल गर्न सकेन भने अब 50-60 वर्षमा नेपालको 60-70% हिमाल सबै पग्लेर सकिन्छ अनि ग्लेसियरहरू आउटब्रस्ट हुन्छ। अनि यो रोसी खोलाको जुन एक्जाम्पल छ त्यो नारायणघाटमा पनि लाग्छ, पोखरामा पनि लाग्छ, अथवा धेरै चुरेको भूभागहरू सबै बगर भएर पल्टिन्छ, ल्यान्डस्लाइड्स हुन्छ, भूक्षय हुन्छ। यसमा शङ्का छैन, यो साइन्स हो। अब यति ठुलो इम्प्याक्ट यो देशलाई परिरहेको छ ग्लोबल वार्मिङले, क्लाइमेट चेन्जले। हामी ग्रासरुटबाट र राष्ट्रको स्तरबाट हामीले यस मुद्दालाई एकदमै स्ट्रङली लिनुपर्ने र एडभोकेसी गरेर हाम्रो जुन यो इम्प्याक्टहरूलाई मिटिगेट गर्ने अथवा कम्पेन्सेसन गर्ने किसिमको मागहरू लिएर
हामी युएनमा जानुपर्ने जरुरत छ। लेस देन 0.1% इमिसन गर्ने देशले साँच्चै नै भन्यो भने सबभन्दा धेरै इम्प्याक्ट सहेर बस्नु परेको छ यो ग्लोबल वार्मिङको। र यसको साथसाथै हाम्रो अरू परिस्थितिहरू जुन जग्गा अहिले बाँझो हुँदै बसिराखेको छ, उत्पादनमा ह्रास भइराखेको छ, अब नेपालमा उद्योग धन्दाहरूको कुनै पनि विकास हुन सकिराखेको छैन। यी सम्पूर्ण कुराहरूलाई ध्यानमा दिएर अब यसको सोलुसन के त भन्दाखेरि यसको सोलुसन भनेको अष्टज नै हो। अष्टज यो यही भूमिबाट यही माटोबाट जन्मिएको एउटा सिद्धान्त हो, दर्शन हो, अवधारणा हो। र अष्टजभित्र 8वटा ज अघि भनिसक्नुभयो, जल, जमिन, जङ्गल, जडीबुटी, जनशक्ति, जनावर, जराजुरी माने, बालीनाली र जलवायु पर्दछन्। र यो मात्रै एउटा सिद्धान्त हो जसले जलवायुलाई एउटा रिसोर्सको रूपमा लिएको छ र जलवायु सेन्ट्रल अथवा पिभोटल एलिमेन्ट हो। यो जलवायुले सम्पूर्ण समाजलाई चेन्ज गर्दछ, यो समाजको बनावटलाई चेन्ज गर्दछ, राम्रो भूमिहरू मरुभूमिमा परिणत गर्दछ, राम्रो सहरहरू अथवा बाटोघाटोहरूलाई यसले भत्काउन सक्छ। भने हामी यो जलवायुको बारेमा चेतना भएन र यो जलवायुबाट हुने यस्तो जुन एउटा ठुलो इम्प्याक्टहरूबाट बच्ने हामीले सुरुमै विचार गरेनौँ भने यसको भिक्टिम हुनुबाहेक अर्को विकल्प छैन। लास्ट 10 वर्षभित्रैमै हेऱ्यो भने पनि अब त्यो सर्लाहीको जुन एउटा ठुलो फ्लडिङ भएको थियो 17 सालमा, त्यस्तै गरेर अब यो पछिको रोसी खोला अथवा धेरै धेरै ल्यान्डस्लाइड्सहरू सबै देख्न सकिन्छ। हामीले यति फ्रिक्वेन्टली यो जलवायुको असर परिरहेको छ। अब यसबाट बच्नको लागि यहाँ अहिले कुरा गरियो प्रिन्सिपल्सका कुराहरू। अष्टजका 8वटा प्रिन्सिपल छन् र अष्टजको मुख्य उद्देश्य भनेको स्रोत साधन, प्राकृतिक र यो ह्युमन रिसोर्सेस स्रोत साधनलाई राम्रोसँग परिचालन गरेर संवर्धन प्रवर्धन गरेर त्यसको उत्पादन बढाएर अनि नेपाललाई एउटा धनी राष्ट्र बनाउने हो। यो एउटा पिसफुल एप्रोच हो, यो बिजनेस एप्रोच हो। र यसको 8वटा प्रिन्सिपलहरू के छन् भन्दाखेरि सबभन्दा पहिलो प्रिन्सिपल भनेको कम्युनिटी अवेरनेस हो, त्यसपछि पोलिसी डिसिजन मेकिङ हो, तेस्रोमा क्यापेसिटी बिल्डिङ हो, चौथोमा कम्प्रिहेन्सिभ एसेसमेन्ट अफ अष्टज रिसोर्सेस हो, पाँचौँमा इन्टर रिलेसनसिप एन्ड लिङ्केजेस हो अष्टजको, छैटौँमा सस्टेनेबल टेक्नोलोजी एन्ड प्र्याक्टिसेस हो र सातौँमा इन्स्टिट्युसन ट्रेड एन्ड बिजनेसेस हो र आठौँ भनेको कम्प्रिहेन्सिभ कम्युनिटी डेभलपमेन्ट, सस्टेनेबल कम्युनिटी डेभलपमेन्ट जुन ओभरआर्चिङ प्रिन्सिपल हो यो अष्टजको। त्यसकारण यो 8वटा प्रिन्सिपललाई हामीले हेऱ्यौँ भने अथाह समुद्र छ त्यहाँ। र अहिले हेऱ्यौँ भने यो कम्युनिटी अवेरनेसको फेजमा छौँ हामी। यसरी हेर्दाखेरि अष्टज भनेको के हो भने आफ्नै स्थानीय स्तरमा भएका स्रोत साधनहरूलाई जोडेर 8वटा स्रोत साधनहरूलाई जोडेर उत्पादन बढाउने अवधारणा हो यो। र यसको उत्पादन बढाइसकेपछि हायर लेभल भ्यालु एडेड गर्ने अथवा यसको लिङ्केजेसहरू महत्त्वपूर्ण पाटो त्यहाँ छ। प्रत्येक स्थानीय लेभलमा जे चिजको उत्पादन हुन्छ अष्टजको बेसिसमा त्यसलाई हायर लेभलमा लिङ्केजेस इस्टाब्लिस गर्ने, प्रोसेसिङ इन्डस्ट्रिज, फ्याक्ट्रिज अथवा अरू के चिज गर्न सकिन्छ भ्यालु एड गर्न, त्यो यो अष्टज अवधारणाको एउटा अति नै महत्त्वपूर्ण कम्पोनेन्ट हो, त्यो प्रिन्सिपल हो। जुन पाँचौँ प्रिन्सिपल इन्टर रिलेसनसिप्स एन्ड लिङ्केजेस भनियो यो यहाँ आउँछ। र त्यसपछि गएर यसले मार्केट लिने र मार्केट लिइसकेपछि जुन आम्दानी हुन्छ त्यो सिधै उपभोक्ता उत्पादन गर्नेहरूको खोल्तीमा पैसा जाने हो। यो बिचमा जुन उत्पादन गर्नेहरू र मार्केटिङ गर्नेहरूको मार्केटबाट आएको जुन बेनिफिट छ त्यो बिचमा नरहेर त्यो सिधै उत्पादन गर्नेहरूकोमा जाने हो। यसरी हामीले स्थानीय तहको स्रोत साधन अष्टज रिसोर्सेसलाई ध्यानमा दिएर अनि त्यसपछि यसको प्रोसेसिङ इन्डस्ट्रिजहरू, फ्याक्ट्रिजहरू र यसको भ्यालु एड गर्ने जुन एउटा मेजर लिङ्क छ त्यसलाई इस्टाब्लिस गर्यौँ भने यसले रोजगारी मात्रै होइन, यसले किसानहरू अथवा तल्लो लेभल ग्रासरुटको मान्छेहरूको खोल्तीमा पैसा पनि ल्याउँछ,
र अनि यसले नेपालमा एउटा ठुलो साइन्स टेक्नोलोजी इन्जिनियरिङ र इन्भेस्टमेन्टको पनि यसले बाटो ढोका खोल्दछ किनभने प्रत्येक स्थानीय अवस्थामा जस्तो किसिमको प्रोसेसिङ इन्डस्ट्रिजहरू राख्नुपर्छ त्यसलाई साइन्स टेक्नोलोजी इन्जिनियरिङ र इन्भेस्टमेन्टबाट ब्याकअप गरिनुपर्छ भनेपछि अष्टज भनेको यो सामान्य चिज होइन यसभित्र पसेपछि हामीले विश्वमा नभएको टेक्नोलोजी पनि यहाँ डेभलप गर्नुपर्ने हुन्छ इनोभेसन गर्नुपर्ने हुन्छ इन्भेस्टमेन्ट गर्नुपर्ने हुन्छ र ती प्रोडक्टहरू मार्केटमा ल्याएर नेपाल मात्रै होइन हामी विश्वमा कम्पिट गर्ने किसिमको प्रोडक्टहरू ल्याउने अवधारणा भयो र यसरी अष्टज एउटा यो राष्ट्रको ग्रासरुटबाट माथि डेभलप हुँदै क्षेत्रीय र राष्ट्रिय विकास गर्ने एउटा ठुलो अवधारणा हो र यसै क्रममा अष्टज भिजन 2040 भनेर जुन मैले जन्म दिएको छु त्यो अष्टज भिजन 2040ले यसका आफ्नै किसिमको स्टेपहरू छन् जुन तपाईँहरूले लिनुभएको ब्रोस्योरमा एभाइलेबल छ अष्टज भिजन 2040 को एउटै मन्त्र छ कि आउने 15 वर्षमा यो राष्ट्रको पर क्यापिटा जीडीपी $15,000 बनाउने उद्देश्य के लिनु उडी छुनु चन्द्र एक र अष्टजको अवधारणा अनुसार हामी अघि बढ्यौँ भने त्यो एकदमै पोसिबल छ त्यो जुन हामीले अहिले $1,500 भन्दा कम भएको पर क्यापिटा जीडीपीलाई अब 15 वर्षमा हामी $15,000 पर क्यापिटा जीडीपी बनाउने दृढ सङ्कल्प छ यसै दृढ सङ्कल्पको लागि समर्थन गर्नको लागि यसलाई सपोर्ट गर्नको लागि हामीले अष्टज फोरम नेपाल भनेर भर्खरै लन्च गरेका छौँ गोर्खाबाट र अष्टज फोरम नेपालको मुख्य उद्देश्य भनेको के हो भने चेतना जागरण र पुनर्जागरण हो हाम्रो यो राष्ट्रमा हाम्रो यो दर्शन पूर्वीय दर्शन सनातन हिन्दू संस्कृति अथवा पूर्वीय दर्शनमा चेतना नभएको थिए होइन यहाँ जागरण पनि थियो हाम्रो यिनै चेतनाहरूकै कारणले अहिले भन्न सकिन्छ अष्टजको क्रममा अष्टलक्ष्मीसँगको प्रतिबिम्ब नै अष्टज हो अष्टलक्ष्मी भन्नाले आदि लक्ष्मी धैर्य लक्ष्मी धनलक्ष्मी गजलक्ष्मी सन्तानलक्ष्मी विद्यालक्ष्मी विजयालक्ष्मी र अनि त्यसपछि गएर धान्य लक्ष्मी ग्रेनरीको अब यी 8वटा लक्ष्मी जुन हाम्रो ऋग्वेददेखि नै परिकल्पना गरिएको छ त्यसैको प्रतिबिम्ब अष्टज हो यसकारण हामी के भन्न सक्छौँ भने हाम्रो दर्शन संस्कृतिमा चेतना नभएको होइन विशाल चेतना भएको छ र त्यसैको कारणमा हामीले कति समाजमा के गर्न हुने के नहुने कसरी समाजलाई हेर्ने कसरी हाम्रो प्राकृतिक स्रोत साधनसँग हाम्रो सम्बन्ध के हो कसरी तिनीहरूको संरक्षण गर्नुपर्छ पूजा गर्नुपर्छ तिनीहरूको नोक्सानी गर्न हुँदैन भन्ने जुन चेतना थियो त्यो हाम्रो संस्कृति र हाम्रो सामाजिक जुन एउटा चलन छ त्यसमा बाँधिएको छ तर ती ज्ञानलाई हामीले किन एउटा विकासमा लान सकेनौँ त्यो ज्ञानलाई कसरी हामी हाम्रो समाज र राष्ट्र निर्माणमा अघि लैजान सक्छौँ त्यही भिजनलाई लिएर त्यही अवधारणालाई लिएर यो अष्टजको जन्म भएको छ नाम पनि अष्टज छ यो हाम्रो संस्कृतबाट आएको शब्द अष्ट त्यसकारण यो यही देशको माटोबाट जन्मिएको फिलोसफी हो दर्शन हो र यसलाई सपोर्ट गर्नको लागि अष्टज भिजन 2040 लाई सपोर्ट गर्नको लागि जुन अष्टज फोरम नेपाल अहिले इस्टाब्लिस भएको छ र जसको मेजर उद्देश्य भनेको मैले अघि भनिहालेँ चेतना जागरण र पुनर्जागरण हो त्यसको लागि हामीले एक वर्षभित्र अब हाम्रो 77वटै जिल्लामा अष्टजको डिस्ट्रिक्ट च्याप्टरहरू अष्टज फोरम नेपालको डिस्ट्रिक्ट च्याप्टरहरू हामी खडा गर्न गइरहेका छौँ र ती डिस्ट्रिक्ट च्याप्टर भन्नाले 5 देखि 7 जना जुन एउटा त्यो जिल्लाको भाषी हुनुहुन्छ उहाँहरूले यो यसमा साइन अप गर्ने मात्रै हो यो भोलुन्टियर संस्था हो नन पोलिटिकल हो यसलाई हामी कुनै जात वर्ग लिङ्गसँग जोडिने होइन यो अल इन्क्लुसिभ हो यी सम्पूर्ण कुराहरू हाम्रो एउटा प्लेटफर्मको रूपमा हामीले टाइअप गरेका मात्रै हौँ तर यो प्लेटफर्ममा 77वटै जिल्लाबाट जब हाम्रो एउटा च्याप्टर्सहरू कम्प्लिट हुन्छ अनि त्यसपछि हामी सेकेन्ड लेभलको कामहरू अथवा कुराहरू अगाडि ल्याउँछौँ त्यसकारण यो पहिलो वर्ष हामी 77वटै जिल्लामा अष्टज फोरम नेपालको डिस्ट्रिक्ट च्याप्टर्सहरू बनाउन गइरहेका छौँ र यो डिस्ट्रिक्ट च्याप्टर्सहरू अथवा अष्टज फोरम भनेको यो एकताको प्रतिबद्धता हो यो
जसरी अष्टज भन्नाले 8वटा रिसोर्सेसहरूलाई एकजुट बनाएर विकास अगाडि बढाउँछ, त्यस्तै अष्टज फोरम नेपालले सम्पूर्ण नेपालीहरू यहाँ स्वदेशमा हुनुभएको अथवा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एकजुट पारेर अष्टज अवधारणा अनुसार यो अष्टज भिजन 2040 को अब आउने 15 वर्षमा $15,000 पर क्यापिटा जिडिपी बनाएर हामी यहाँबाट युवाहरू विदेश जानुपर्ने होइन जागिरको लागि, बरु विदेशीहरूलाई नेपालमा बोलाएर नेपालमा जागिरको व्यवस्था गरेर विदेशीहरूलाई नेपालमा जागिर दिने यो दृढ सङ्कल्प हो। यसको लागि म यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथि महानुभावहरू, भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीहरू र यस क्याम्पसका प्राध्यापक र स्टाफहरू सबैलाई म के भन्छु भने अब यो अष्टज फोरम नेपाललाई ग्रास रुटमा लानको लागि यहाँहरू सबैले एउटा सहयोग गर्नुहोस्। यो सबै हाम्रो कमन प्लेटफर्म हो र हाम्रो यो 77वटै जिल्लामा जुन अष्टज डिस्ट्रिक्ट च्याप्टर्स बनाउँछौँ त्यसको लागि यहाँहरूले लिडरसिप रोल प्ले गरिदिनुहोस्। यस क्रममा म आज मेरो वक्तव्य यहीँ छोटो रूपमा राख्दै म के भन्न चाहन्छु भने अष्टज फोरम नेपालले एक्सन ओरिएन्टेड मेम्बरसिप भनेर एउटा पोलिसी लिएको छ। त्यो एक्सन ओरिएन्टेड मेम्बरसिप भनेको जो इन्डिभिजुअलले कुनै इभेन्ट अर्गनाइज गर्नको लागि अथवा चेतना जागरण र यो पुनर्जागरणको अभियानमा उल्लेखनीय सहयोग गर्नुभएको छ भने उहाँहरूलाई हामीले नोमिनेट गर्छौँ कि अब उहाँहरू यो एक्सन ओरिएन्टेड मेम्बरसिपमा अष्टज फोरम नेपालको सदस्य हुनुहुन्छ भनेर। यसै क्रममा म आज यहाँ 3 जना हाम्रो गेस्टहरूलाई म यो अष्टज फोरम नेपालको एक्सन ओरिएन्टेड मेम्बरसिपमा नोमिनेसन गर्न चाहन्छु। यहाँहरूले त्यसलाई सपोर्ट गरिदिनु होला। नम्बर 1 यहाँ हुनुहुन्छ डाक्टर रामजी न्यौपाने। नम्बर 2 हुनुहुन्छ ऋषि शर्मा पौडेल, उठिदिनु होला। र नम्बर 3 मा अथवा यो ओर्डर होइन है, नम्बर 1 2 3 यो केही ओर्डर होइन, मान्छेको नामको लागि मात्रै हाम्रो दिनेश दाहालज्यू उठिदिनु होला। ल र यसरी आज यस जुन एउटा हाम्रो यो इभेन्ट छ यसरी हामीले 3 जनालाई अष्टज फोरम नेपालको एक्सन ओरिएन्टेड मेम्बरसिपमा हामीले सपोर्ट र नोमिनेसन गरेका छौँ र यसको लागि यो नयाँ मेम्बरहरूलाई म हार्दिक वेलकम गर्न चाहन्छु र साथसाथै अरू सम्पूर्ण भाइ बहिनीहरूलाई पनि यसमा पार्टिसिपेट गर्न चाहन्छु र जसले डिस्ट्रिक्ट लेभल कमिटी बनाउनुहुन्छ उहाँहरू अटोमेटिकली एक्सन ओरिएन्टेड मेम्बरसिपमा नोमिनेटेड हुनुहुन्छ। त्यसकारण यहाँ हुनुभएको सम्पूर्ण भाइ बहिनी विद्यार्थीहरूले अथवा अरू अतिथिहरूले आफ्नो आफ्नो डिस्ट्रिक्टमा एउटा 5-7 जनाको मेम्बरसिप भएको एउटा च्याप्टर बनाइदिनुहोस् र हामीलाई नाम र कन्ट्याक्ट इन्फर्मेसन दिनुहोस्। यो नन पोलिटिकल हो, यो कम्प्लिटली भोलन्टियर हो, यो एउटा मुभमेन्ट हो जसले राष्ट्र र समाजको एउटा रूपान्तरण गर्ने दृढ सङ्कल्प बोकेको छ। यति भन्दै म फेरि यहाँहरू सबलाई हार्दिक धन्यवाद दिँदै मेरा विषयहरू धन्यवाद। नमस्कार। मैले चाहिँ अलिकति जानकारी जान्न चाहेको चाहिँ यसको प्रोग्रामहरू सचेतना मात्रै हो कि अरू केही पनि छन्? अरू कुराहरू मैले पनि बुझ्न सकिनँ, क्लियर गरिदिनुहुन्छ कि? चेतना जागरण र पुनर्जागरणको एक्टिभिटी के छ त भन्दाखेरि पहिलो चाहिँ हामीले यो नेपाल राष्ट्रमा चारवटा सेक्टरमा यो चेतना जागरण पुनर्जागरणको कार्यक्रम लिएर गइरहेका छौँ। एउटा हो इस्टर्न तराई, यो नारायणीभन्दा पूर्वतिरको तराई रिजन, जसमा यो गत 15-20 दिनभित्र हामीले 14वटा जिल्लाहरूमा 16वटा इभेन्ट गर्दै यस्तै किसिमको प्रोग्रामहरू अर्गनाइज गर्दै एउटा चेतनाको लहर हामीले निकालेको, त्यो एउटा सेक्टर हो। अर्को सेक्टर हाम्रो नारायणीदेखि पश्चिम कञ्चनपुरसम्मको सेक्टर हो। त्यसमा पनि हामी त्यस्तै गर्छौँ। प्रत्येक ठाउँमा कस्तो किसिमको इस्युजहरू छन्, के छ एसेट्स अथवा कस्तो अपर्च्युनिटिजहरू छ, के इस्यु प्रब्लमहरू छन्, ती कुराहरू बुझ्दै हामी जान्छौँ।
र अर्को सेक्टर भनेको काठमाडौँबाट इलाम यो पहाडी भेगमा पनि यस्तै हामी कहाँ सक्छौँ एउटा जागरणको अभियान लिएर जान्छौँ र अर्को भनेको जुन हाम्रो पश्चिमी पहाडी भाग यहाँबाट पश्चिम पहाड हुँदै बाजुरासम्म निस्कने यो एउटा हाम्रो अहिलेको सेट प्रोग्राम हो र 1 वर्षभित्रमा हामी यी कार्यक्रमहरू गर्छौँ भन्ने हामीले एउटा उद्देश्य राखेका छौँ। अब यसको साथसाथै अब जुन यो डिस्ट्रिक्ट च्याप्टरहरू बन्छन् 1 वर्षमा हाम्रो 77वटै जिल्लामा अष्टजल फोरम नेपालको डिस्ट्रिक्ट च्याप्टरहरू बन्छन् भन्ने हामीलाई विश्वास छ र यी च्याप्टरहरू बनिसकेपछि हामीले क्षेत्रीय र राष्ट्रिय एउटा कन्भेन्सन अथवा प्रोग्रामहरू गर्ने हाम्रो उद्देश्य छ। अब यसबाट अर्को फेज भनेको के हो भने सम्पूर्ण जनता अथवा हाम्रो स्थानीय तहको अथवा क्षेत्रीय अथवा राष्ट्रिय स्तरबाट मिडियाबाट र सम्पूर्ण हाम्रो यो डिस्ट्रिक्ट च्याप्टरको मेम्बरहरू र अरू मेम्बरहरूबाट पनि कसरी यो चेतना जागरणलाई अब आर्थिक समृद्धिमा परिणत गर्ने भन्ने चिज हो हाम्रो यो मुख्य रोड म्याप यसो। थ्याङ्क यू सो मच फर द्याट क्वेसन। मेरो जिज्ञासा के छ भने चाहिँ यो जुन जागरण हाम्रो मुभमेन्ट छ यो चाहिँ नि सस्टेनेबल डेभलपमेन्ट गोल्ससित एफिलिएसन छैन अथवा चाहिँ यो प्यारलल र चाहिँ छुट्टै एउटा फ्री मुभमेन्ट आएको सानो जिज्ञासा। थ्याङ्क यो यू। धन्यवाद क्वेसनको लागि। यो हाम्रो सस्टेनेबल डेभलपमेन्ट गोल्स अहिले जुन बाई 2030 पुरा हुने गोल्सहरू 17वटा गोल्सहरू मध्येमा अधिकांश गोल्सहरू यो अष्टजको जुन प्रिन्सिपल्सहरूसँग म्याच हुन्छ। जस्तो अब क्लिन ड्रिङ्किङ वाटर भन्यो भने अष्टजको मुख्य मर्म नै त्यही हो। पोभर्टी एलिभेसन भन्यो अष्टजको मर्म नै त्यही हो। अब नेचुरल रिसोर्स इकोलोजी क्लाइमेट चेन्ज एडप्टेसन अष्टजको मर्म नै त्यही हो। अब एउटा ओसन भन्ने चिज जुन छ ओसन रिसोर्सेस ओसनको चाहिँ पोल्युसन कन्ट्रोल त्यो गोल चाहिँ हामीसँग नहोला भन्ने ठानिन्छ तर पनि हामी त्यसमा लिङ्क छौँ। ओसन हामीसँग लिङ्क किन छ भने कुनै पनि पोल्युटेन्ट हामीले काठमाडौँबाट अथवा यो नेपालबाट हाम्रो पोल्युटेन्ट जो छ ओसनमा पुग्छ त्यसको मतलब हामी लिङ्केज भइहाल्यो नि त यहाँ। त्यसो भएर कुनै पनि गोलहरू अब स्वास्थ्यका गोलहरू शिक्षाका गोलहरू अथवा पोभर्टी एलिभेसनका गोलहरू क्लिन ड्रिङ्किङ वाटरका गोलहरू क्लाइमेट चेन्ज एडप्टेसनका गोलहरू इभन ओसनका गोलहरू कुनै पनि यो सस्टेनेबल डेभलपमेन्ट गोल र अष्टजमा भिन्नता छैन। तर हामीले अष्टजको फरक के हो भने सस्टेनेबल डेभलपमेन्ट गोलहरू छन् तर अष्टज एउटा फ्रेमवर्क हो। अष्टजको स्टार्टिङ पोइन्ट छ त्यसको आफ्नै पेरिफेरी छ र यो सस्टेनेबल वेबाट हाम्रो कालान्तरसम्म जाने एउटा त्यो मार्गदर्शन हो। गोलहरू चेन्ज हुनसक्छ तर अष्टज अवधारणा सधैँ बुझ्दै गएको हुन्छ। थ्याङ्क यू। थ्याङ्क यू। यो साह्रै महत्त्वपूर्ण क्वेसन तपाईँले निकाल्नु भएको छ धन्यवाद त्यसको लागि। यो अष्टज फ्रेमवर्क भनेको यो युनिफाइड प्लानिङ एन्ड डेभलपमेन्ट एप्रोच हो। यो कम्प्लिटली युनिफाइड प्लानिङ एन्ड डेभलपमेन्ट एप्रोच। यसको मतलब के भने अष्टजसँग रिलेटेड सम्पूर्ण एजेन्सिजहरू स्टेक होल्डर्सहरू अथवा यससँग रिलेटेड इन्भेस्टर्सहरू यी सम्पूर्णलाई एकै ठाउँमा राखेर प्लानिङ गर्ने एउटा युनिफाइड प्लानिङ टुल हो अष्टज भनेको। त्यसकारण जब हाम्रो प्लानिङ युनिफाइड हुन्छ र अनि त्यसपछि यसको डेभलपमेन्ट गोलसँग टाइडअप हुन्छ भने अनि यहाँले भने जस्तो किसिमको जुन यो डिस्कनेक्सन अथवा अनकोअर्डिनेटेड एक्टिभिटिजहरूको हामी शिकार गर्नु पर्दैन। र अष्टजले लिएको अवधारणा पनि के हो भने जस्तो मैले अघि भने गभर्नेन्स इन्स्टिट्युसन ट्रेड एन्ड गभर्नेन्स जुन 7औं प्रिन्सिपल हो त्यो गभर्नेन्स भन्ने चिजभित्र एम्फेसिस दिएको छ। यसले अष्टज गभर्नेन्स इन नेपाल भनेर एउटा मेजर तपाईँको अवधारणा पनि अगाडि आएको छ यो अष्टज फ्रेमवर्क अन्तर्गत। त्यसकारण यो गभर्नेन्स र युनिफाइड प्लानिङ एन्ड डेभलपमेन्ट एप्रोचलाई हामीले ठिक ठाउँमा ल्यायौँ भने यहाँले भने जस्तो प्रब्लम डिसकोअर्डिनेटेड प्रब्लमबाट बच्न सकिन्छ। अति महत्त्वपूर्ण क्वेसन हो। थ्याङ्क यू। जलवायु पनि रिसोर्स हो र रिसोर्स भनेर कसरी डिफाइन गरिएको छ भने यी चिजहरूलाई हामीले परिचालन गर्दाखेरि
यिनीहरूबाट हामीले भ्यालु एड गर्दाखेरि हामीलाई इकोनोमिक बेनिफिट हुन्छ। त्यसैलाई रिसोर्स भनेर डिफाइन गरे। योभन्दा अगाडि एउटा क्वेसन मलाई आएको थियो यसैमा, आगो नभइकन हामीलाई केही पनि हुन्न, किन आगो अस्त्र जब नराखेको भनेर क्वेसन आएको थियो। यो आगो हावा त फ्रीली पाइन्छ, यसलाई कस्ट पर्दैन। हावा नभए त एकछिन पनि बाँच्न सकिँदैन त, किन हावा रिसोर्सेस पाएन भनेर मैले उत्तर दिएको थिएँ त्यहाँ। तर यसको मतलब के भने जुन चिज हामीले फ्री पाउँछौँ र त्यसको भ्यालु त्यति छैन, जरुरत त छ, हामी बाँच्नु नै ठुलो छ, नबाँच्ने भने केही पनि हुँदैन। त्यसैले गर्दाखेरि यो नितान्त फिजिकल रिसोर्सेस मोडेल र यो फिजिकल रिसोर्स बेस्ड मोडललाई अब यसलाई रूपान्तरण गर्नको लागि यसलाई चेतना जागरण र पुनर्जागरणको जरुरत छ। चेतना भएन भने हामीसँग एक्जिस्टिङ नेचुरल रिसोर्सेसहरू पनि त्यसलाई सही तरिकाबाट सञ्चालन, परिचालन, प्रवर्धन र विकास गर्न सकिँदैन। त्यसकारण यहाँले भने जस्तो चेतना जागरण र पुनर्जागरणको अब कति जरुरत छ, त्यही अनुसार हाम्रो यो अष्टजम फोरम नेपाल अगाडि बढेको छ। हामी नेपालमा सबभन्दा बेस्ट कन्ट्री, नेचुरली मोस्ट ब्युटिफुल कन्ट्री इन द वर्ल्ड, सगरमाथाको देश, बुद्ध भगवानको देश, हिन्दू पशुपति र मुक्तिनाथको देश, जानकीको देश भनेर भन्छौँ भने यस्तो राम्रो कन्ट्रीमा 3 करोड 20 लाख टुरिस्ट धेरै होइन, एकदम पोसिबल छ। हामी एकजुट भएर टुरिज्म सेन्टर डेभलपमेन्ट गर्नुपर्छ। धार्मिक टुरिस्टहरूलाई अहिले हेर्नु हो भने हाम्रा धार्मिक स्थलमा जाँदाखेरि फुटो टेक्ने ठाउँ छैन, त्यस्तो पोल्युसन छ। म अस्ति भर्खर तपाईँको जाने बराह क्षेत्र गएर आएँ, त्यो बराह क्षेत्रमा नुहाउने ठाउँ छैन त्यहाँ नदीमा, त्यो पोल्युसनले गर्दाखेरि। यसको मतलब के भने हामीले जुन हाम्रा धरोहरहरू छन् ती धरोहरहरूको राम्रो विकास गरेर बस्नु बनाएर त्यहाँ वरिपरि होटेल एकोमोडेसन एकदम राम्रो बनाएर अनि बाटोघाटो राम्रो पुर्याएर अनि त्यसपछि बिजुलीको पनि लोड सेडिङ नहोस् जाडोमा, यस्ता पूर्वाधारहरूलाई ध्यान दियो भने मात्रै हामीले टुरिस्ट एट्र्याक्ट गर्न सक्छौँ। म एउटा इक्जाम्पल दिन्छु यहाँहरूलाई। माचु पिच्चु भनेको पेरुको अहिले एउटा मेजर टुरिस्ट सेन्टर हो, जुन इन्काजहरू भन्ने थियो पहिलाको त्यहाँ डाइनास्टी, उनीहरूले डाँडाको टुप्पामा गएर बजार बसालेर त्यहीँबाट शासन गर्ने ठाउँ हो त्यो माचु पिच्चु भनेको। 10 वर्ष अगाडि पेरुमा त्यो माचु पिच्चुमा कोही जानै थिएन, तर अहिले 5000 टुरिस्ट जान्छ एभ्री डे। त्यो किन भन्दा यो क्यालकुलेटेड वे अफ ट्रान्सपोर्टेसन, त्यहाँ एक्सेसिबिलिटी, त्यसको म्यानेजमेन्ट एभ्रिथिङ गरेको भएर अब टुरिस्ट जान थाले। हामीसँग त्यो माचु पिच्चु जस्तो हामीसँग थुप्रो ठाउँहरू छन्, तर ती ठाउँहरूलाई हामीले आइडेन्टिफाई गरेर तिनीहरूको डेभलपमेन्ट, त्यो पनि टुरिस्ट टार्गेटेड डेभलपमेन्ट गऱ्यौँ भने हामी 3 करोड टुरिस्ट पुरासँग ल्याउन सक्छौँ यहाँ। र अब यसै क्रममा जब 3 करोड टुरिस्ट हामी ल्याउन थाल्यौँ भने यसले कत्रो जिडिपीमा इम्प्याक्ट पार्छ। त्यो अहिले हामी 10 लाख टुरिस्ट 11 लाख टुरिस्ट ल्याउँछौँ। होटेल व्यवसायदेखि ट्रेकिङ एजेन्सिजहरूलाई जति इम्प्लोइमेन्ट दिन्छ त्योभन्दा 100 गुणा बढी त्यसले हामीलाई बेनिफिट दिन्छ भने। अर्कोतिर के छ भने मैले भन्नुपर्ने यहाँ यो जिडिपी क्यालकुलेसन गर्दाखेरि मैले के पाएँ भने यो पब्लिस भइसकेको छ आर्टिकल पनि 13% ग्रोथ रेट हामीले लिनुपर्ने हुन्छ यो देशमा। अब अहिले तपाईँको इन्डियाको 8.5% ग्रोथ रेट छ, चाइनाको डबल डिजिटमा भइरहेको कति वर्ष, र नेपालले पनि पञ्चायतको कालमा 1 वर्ष 11% को ग्रोथ रेट चाहिँ रिपोर्ट गरेको छ। भनेपछि हामी कोअर्डिनेटेड भएर हामी एकदमै राम्रोसँग अगाडि बढ्यौँ डेभलपमेन्टमा भने 13% ग्रोथ रेट हामी गर्न नसक्ने होइन, किनभने हाम्रो इकोनोमी सानो छ। त्यो सानो इकोनोमीलाई अगाडि बढाइदियो भने वास्तविक पर्सेन्टेज पनि बढ्छ। तर एउटा कि पार्ट यहाँ छ, हामी सम्पूर्ण नेपालीले बुझ्नुपर्ने, त्यो के हो भने फोरेन डिरेक्ट इन्भेस्टमेन्ट। हाम्रो देशमा यो डेभलपमेन्टको लागि एफडिआई नभइकन सम्भव छैन। र एफडिआई कति चाहिन्छ त भन्दाखेरि हामीलाई $92 अरब, $92 बिलियन 15 वर्षको एफडिआई चाहिन्छ यो 15,000 पर क्यापिटल जिडिपी पुग्नको लागि। यानि प्रत्येक वर्ष $6 अरब को एफडिआई चाहिन्छ। अहिले हाम्रो $60 मिलियन मात्रै छ एफडिआई। भनेपछि हामीले यहाँ प्रशस्त एफडिआईलाई हामीले एट्र्याक्ट गर्नुपर्नेछ र यो पोसिबल छ यदि यो देशमा शान्ति भयो भने, अथवा यहाँको होटेल बिजनेसेसहरूलाई सेक्युरिटी भयो भने, अथवा हामीले इन्फ्रास्ट्रक्चरहरूलाई प्राइभेटाइज गर्न सक्यौँ भने, अथवा अरू कुनै इनोभेटिभ इन्डस्ट्रिजहरू, फ्याक्ट्रिजहरू, वन पैदावारहरू इत्यादिको इन्डस्ट्रियलाइज गर्न सक्यौँ भने एफडिआई नआउने होइन। यो $6 अरब भनेको ठुलो पैसो पनि होइन। हामीसँग $28 अरब को रेमिटेन्स छ अहिले, त्यसमध्येबाट $3 अरब मात्रै हामीले यसरी बनाउँ कि यसलाई अब यो डेभलपमेन्ट इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट गरौँ।
अरू बाँकी रहेको $25 बिलियन जहाँ जसरी खर्च हुन्छ हुन दिउँ र अन टप अफ द्याट तपाईँको $3 बिलियनमा कृषिलाई 5 वर्षमा सेल्फ सफिसियन्ट गरौँ। त्यो कृषिबाट जुन हामीले इम्पोर्ट गरिरहेका छौँ $3 अरब बराबरको त्यो पनि त्यही हाम्रो इन्भेस्टमेन्ट पोर्टफोलियोमा जान्छ। यसरी हेर्दै जाँदा अब यो इलेक्ट्रिसिटीबाट रिन्युएबल इनर्जी अथवा भन्नुहोस् अब अरू रेमिटेन्सेसहरू एभ्रिथिङले यो नेपाललाई यस्तो किसिमको आशीर्वाद दिइराखेको छ, तर हामीले आशीर्वाद बुझ्न सकेका छैनौँ। भगवान् ढोकामा आएर टकटक गरे पनि बुझेन भने त्यो भगवान्ले आशीर्वाद दिनुहुन्न, उहाँ फर्केर जानुहुन्छ। ढोका खोल्नै पर्छ। हाम्रो परिस्थिति अहिले त्यही नै हो। अष्टजको विकल्प छैन र यसलाई हामीले अगाडि लानको लागि हामी ओपन अप हुने, हामीले सेक्युरिटी र यहाँको पोलिटिकल स्टेबिलिटी र यसको जति पनि हामीले यो देशलाई विकासमा अगाडि लानुपर्छ त्यसलाई बुझेर यो दुईटा विशाल देशहरू नजिक छन् त्यसलाई हामीले अपर्च्युनिटीको रूपमा लिएर मार्केट अपर्च्युनिटीको रूपमा लिएर हामी अघि बढ्छौँ। त्यसरी बढ्यौँ भने यो $15,000 पर क्यापिटल जिडिपी यसको समस्या नै होइन, यो सफल हुन्छ। के थियो भन्दाखेरि हजुरले यो अष्टजको अवधारणा 2008मा नै ल्याएको भन्नुभयो होइन। अहिले चाहिँ हामी 2026को प्राइममा छौँ। यो अवधारणा चाहिँ कतिको इम्प्लिमेन्ट भइरहेछ या भएको छैन कि यसको इम्प्लिमेन्टेसन रेट कस्तो छ त्यो अलिकति बुझाइदिनु भयो। कति राम्रो क्वेसन, थ्याङ्क यू भेरी मच। विद्यार्थीहरूबाट पावरफुल क्वेसन आएको छ, धेरै धन्यवाद त्यसको लागि। यो अष्टज दर्शन हो, यो सिद्धान्त हो, यो अवधारणा हो। 2008 सालमा पहिलो पेपरमा पब्लिस भएपछि जुन पायोनियरिङ आर्टिकल, त्यसपछि यसले धेरै कुराहरू खोज्दै गयो। अब अष्टज भनेर त लेखिहालेँ, जन्म दिएँ मैले अष्टजलाई। त प्रश्न के आयो भने अष्टज विकासको मोडेल पनि भनेको। अनि क्वेसन आयो, क्वेसन के आयो, यसको स्ट्राटेजिक फ्रेमवर्क के हो त, पोलिसी फ्रेमवर्क के हो त यसको, त्यस्तै क्यापेसिटी बिल्डिङ फ्रेमवर्क के हो यसको, सोसल इन्क्लुजन फ्रेमवर्क के हो यसको। अब यत्रो विधाहरूलाई फेरि रिसर्च आर्टिकलमा टाइअप गर्दै जानु पर्यो। अनि मात्रै बल्ल अष्टज फ्रेमवर्क भनेर म अगाडि बढ्न सकेँ। फ्रेमवर्क भनेको कति महत्त्वपूर्ण छ भने अब एउटा हामीले अब्जर्भ गर्छौँ नि दिनदिनै बाहिर अहिले भर्खरै घाम लागिरहेको छ, हरेक कुहिरो लाग्न सक्छ अथवा अब एप्पल नै खस्यो भने त रुखबाट, त्यो एउटा यी सबै अब्जर्भेसनहरू हो। ती अब्जर्भेसनहरूलाई यी थ्योरिजहरूलाई हामीले अब्जर्भेसनलाई हामीले थ्योरीमा परिणत गर्छौँ। अब ती थ्योरिजहरू ल अफ मोसन भयो, ग्राभिटेसनल थ्योरी भयो, ती के हुन् त अब्जर्भेसनबाट निस्किएका थ्योरी हुन्। अब यो थ्योरिजहरू समाजमा हेऱ्यो भने हामीले के पाउँछौँ, यहाँ इकोनोमिक्स थ्योरीहरू छन्, सोसियोलोजिकल थ्योरीहरू छन्, यहाँ प्रोडक्सन थ्योरीहरू छन्, मार्केटिङ थ्योरीहरू छन्। यी सम्पूर्ण थ्योरीहरूबाट पोलिटिकल थ्योरिजहरू छन्। यी सम्पूर्ण थ्योरीबाट समाज चलिरहेको हुन्छ। यी सम्पूर्ण थ्योरीहरूलाई एउटै अवधारणाभित्र जोड्ने र राख्ने भनेको फ्रेमवर्क हो। फ्रेमवर्क लेभलमा पुगिसकेपछि त्यसले के भन्छ भने यो फ्रेमवर्कभित्र धेरै थ्योरिजहरू छन्। ती थ्योरिजहरूलाई एकजुट बनाएर सबैलाई मजासँग बुझ्न सक्ने, तिनीहरूको परिचालन गर्न सक्ने र सिस्टमलाई आफूले ग्रास्प गरेर त्यो सिस्टम म्यानेज गर्दै अगाडि बढ्न सक्ने भनेको फ्रेमवर्क हो। र फ्रेमवर्कभन्दा माथि फिलोसफी हुन्छ। फिलोसफी भनेको दर्शन हो। त्यो दर्शन चिज कस्तो हुन्छ भने जस्तो पहिलाको ऋषिमुनिहरूले बसेर मेडिटेसन गरेर यो जुन दर्शनहरू दिनुभयो नि हो त्यस्तै हो यो दर्शन। कोही सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः यस्तै भने त्यो दर्शन हुन् तिनीहरू। त्यसकारण हाम्रो यो जुन डेभलपमेन्टल छ नलेजको त्यो अब्जर्भेसन, थियोरिज, फ्रेमवर्क र अनि दर्शनमा यहाँ हुन्छ। अब यो प्रोसेसबाट जाँदाखेरि मैले यो 2008 सालमा पहिला यो अष्टज भन्ने शब्द इस्टाब्लिस गरे पनि यी धेरै चिजहरूलाई हेर्दै जाँदा 2025 सालमा मात्रै मैले कम्प्लिट गरेको। 24 सालमा जुन 13वटा आर्टिकललाई एक ठाउँमा राखेर त्यसलाई जुन ठुलो किताब बनाएँ, यहाँले कतिले देख्नु भएको छ होला। मैले सोधेँ त्यतिखेर के भने अब यो अष्टजको आर्टिकल लेख्नतिर मन लाग्दैन। 20-25वटा आर्टिकल भइसक्यो रिसर्च आर्टिकल। तर त्यो किताब बनाइसकेपछि मलाई के थाहा भयो भने मैले त यो एजुकेसनल सेक्टरमा त कुरै गरेको छैन। अब जुन एजुकेसनल सेक्टर छ यसको कसरी जाने भन्दाखेरि नेपालको एजुकेसन यो लिबरल आर्ट्स बेस्ड हुनुपर्छ। यो एजुकेसन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ मात्रै हुँदाखेरि हाम्रो जुन चेतना, जागरण, पुनर्जागरण जस्ता कुराहरू हामीले मिस गर्दै गइराखेका छौँ।
नेपालको भूगोल, नेपालको इतिहास, नेपालको संस्कृति, नेपालको समाज इत्यादिलाई बुझ्ने मौका कहिले? हाम्रो न त हाई स्कुल करिकुलम बलियो छ, न त कलेज लेभलमा आएपछि ती कुराहरू छन्। नेपाली भाषा, संस्कृत भाषा इत्यादि चिजहरूलाई हामीले छोड्दै साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ भनेर हामी हिँडिरहेका छौँ एक किसिमले भन्यो भने। त्यसकारण एउटा ठुलो ग्याप छ नेपालमा। यो समाजलाई बुझ्न, यो यहाँको भूगोललाई बुझ्न, यहाँको परिस्थितिलाई बुझ्न यो लिबरल आर्ट्स एजुकेसन बेस्ड हाम्रो नेपालको एजुकेसन डेभलप हुनुपर्छ। ठुल्ठुला युनिभर्सिटिजहरू विश्वमा हेर्नुभयो भने लिबरल आर्ट्स बेस्ड छन् तिनीहरू। तर अब हाम्रो देशमा के छ भने लिबरल आर्ट्सलाई हामीले एम्फेसिस दिएका छैनौँ। र त्यो लाइनमा मैले त्यो एजुकेसनल सेक्टरको पेपर पब्लिस गरेँ 2टा। त्यसपछि मलाई एउटा क्वेसन के आयो भने अब $15,000 GDP त बनाउने, क्वेसन के आउँछ भन्दा कसरी बनाउने, कति चाहिन्छ पैसा, कहाँ के गर्ने, कुन सेक्टरमा जाने। त्यसपछि यो जुन अष्टजको जुन सेक्टरल एलोकेसन छ, मैले के पाएँ भने यो देशमा फरेन डिरेक्ट इन्भेस्टमेन्ट जुन मैले भने $92 बिलियन हामीलाई चाहिन्छ 15 वर्षलाई। अहिले त्यो फरेन डिरेक्ट इन्भेस्टमेन्ट जाने भनेको यो कम्युनिकेसन जस्तो एनसेल भयो अथवा हाइड्रो पावरमा भयो अथवा होटेल व्यवसाय हो, यतिमा हो विदेशबाट पैसा हो। तर हामीलाई पैसा चाहिएको छ केमा? हामीलाई त्यो एग्रिकल्चरमा त्यसको इन्भेस्टमेन्ट जरुरत छ, फरेस्ट्रीमा त्यसको इन्भेस्टमेन्ट जरुरत छ, मिनरल्स एन्ड माइन्समा त्यसको इन्भेस्टमेन्ट जरुरत छ। हाम्रा थुप्रो ठाउँहरू छन् जुन सेक्टरमा फरेन डिरेक्ट इन्भेस्टमेन्ट आएको छैन। र त्यो सँगसँगै कति फरेन डिरेक्ट इन्भेस्टमेन्ट कुन सालमा एक सालमा $6 बिलियन भनियो, तर यी 6-7वटा सेक्टर जुन आइडेन्टिफाई भएको छ त्यहाँ सबै बराबर बाँड्ने त होइन, त्यहाँ त्यसको अपर्च्युनिटी हेरेर एलोकेसन पनि गरेको छ त्यो आर्टिकलमा। यसले के दिन्छ भने बल्ल अब चाहिँ यो अष्टज फिलोसफी, अष्टज अवधारणा, सिद्धान्त अब चाहिँ ग्रास रुटमा जान सक्छ। कुनै पनि क्वेसन आयो भने यसले उजागर गरिसकेको छ भनेर मात्रै अब यो 2025मा यो अष्टज फोरम नेपाल इस्टाब्लिस भयो, जसको उद्देश्य चेतना, जागरण र पुनर्जागरण। एकदमै धेरै धेरै धन्यवाद बहिनीलाई त्यो क्वेसन सोधेकोमा, किनभने यो स्टोरी सजिलो स्टोरी होइन। यो कन्टिन्युस 18-19 वर्ष यो अष्टज अवधारणाभित्र काम गर्दै 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 जाँदाखेरि समय लाग्छ। तर धेरै समय लागे पनि हामीसँग एउटा जस्तो भनिन्छ नि बाधे बाधे जाएकै तत्त्वबोध, धेरै आफैले थिङ्किङ गर्दा गर्दै, धेरै यसको बारेमा चिन्तन र मनन गर्दा गर्दै जुन गुदी निस्केको छ त्यो गुदी नै अब हाम्रो फल हो। त्यो भनेको अष्टज अवधारणा हो।